मुन्सी इन्द्रमणिको आम्दानी कम थियो, तर खर्च भने बढी। आफ्नै बच्चाको हेरचाहका लागि धाई राख्ने खर्च बोक्नु उनका लागि सजिलो थिएन। तर एक त बच्चाको सेवा सुश्रुवाको चिन्ता, अनि अर्को आफ्नै दर्जाका मानिसहरूको अगाडि हैसियत कम नदेखियोस् भनेर भए पनि उनलाई यो खर्च बेहोर्नै पर्ने बाध्यता थियो। उनको बच्चा धाईलाई निकै माया गर्थ्यो। सधैँ धाईकै काख र धाईकै अँगालोमा बेरिरहन्थ्यो। त्यसैले पनि धाई त अत्यावश्यक जस्तै भएको थियो। सायद त्यसैले होला उनले धाईलाई हटाउने कुरा सोच्नै सक्दैनथे। बुढी धाई उनीहरू कहाँ 3 वर्षदेखि काम गरिरहेकी थिइन्। उनैले उनीहरूको एकलौटे छोराको पालन पोषण गरेकी थिइन्। उनी आफ्नो काम अत्यन्त लगन, प्रेम र मेहनतले गर्थिन्। उनलाई हटाउने कुनै त्यस्तो ठोस कारण थिएन। अनि कुनै नक्कली बहाना बनाएर निकाल्नु पनि इन्द्रमणि जस्तो भलात्मी मान्छेको स्वभावको विरुद्धमा थियो। तर उनकी पत्नी सुखदा भने यो कुरामा आफ्ना पतिसँग असहमत थिइन्। उनलाई धाईले आफूहरूलाई लुटिरहेको जस्तो लाग्थ्यो। धाई बजारबाट फर्किँदा पनि सुखदा दलानमा लुकेर कतै पिठो लुकाउँछ कि कतै दाउरा लुकाउँछ कि भन्दै हेर्थिन्। धाईले ल्याएको एक सामान उनले धेरै बेरसम्म जाँच पडताल गर्थिन्। उनी बारम्बार यो किन यति थोरै छ, यसको मूल्य कति पर्यो, यो किन यस्तो महँगो छ जस्ता प्रश्न सोधेर धाईलाई र्याखी पार्थिन्। सामान्यतया धाई यस्ता शङ्कालु प्रश्नहरूको जवाब शान्तिपूर्वक नै दिन्थिन्। तर जति बेला सुखदा उनलाई निकै हेपेर चर्को स्वरमा सोध्थिन् त्यस्तो बेला भने धाई पनि कडा जवाब फर्काउँथिन्। कसम खान्थिन् अनि आफ्नो कामको सफाई प्रमाणसहित दिन्थिन्। उनीहरू बीच यस्तो वाद विवाद निकै बेरसम्म चल्थ्यो। यस्तो सामान्य घटना उनीहरू बीच हरेक दिन जसो हुन्थ्यो। अनि धाईका आँखाबाट खसेका आँसुसँगै अन्त्य हुन्थ्यो। आफ्नो यति कठोर व्यवहार सहेर पनि धाई नटुटिकन बसेको देख्दा सुखदाको शङ्का झन बलियो हुन्थ्यो। उनलाई यो बुढी केवल बच्चाको प्रेमको कारणले मात्र यहाँ बसिरहेकी छ भनेर विश्वासै हुँदैनथ्यो। उनलाई त्यो बुढी धाईमा यति धेरै मातृत्व भाव भएको महसुसै हुँदैनथ्यो। एक दिन त्यस्तै समय पर्न गयो। बजारमा देवासुर सङ्ग्रामको नाटक चलिरहेको थियो। दुई पात्रहरूबीच देवता र असुर बीच भएको जस्तै भीषण झगडा चलिरहेको थियो। त्यो नाटकमा उनीहरूको आँखाको ज्वाला, हातको हाउभाउ, तीखा संवादहरू, व्यङ्ग र कटाक्ष सबै कुरा अद्भुत थिए। यस्तो लाग्थ्यो बीचका दुई नदीहरू एक आपसमा ठोकिएर उर्लिरहेका छन् वा दुवै अग्नि पर्वतहरू एक आपसमा ठोकिरहेका छन्। उनीहरूका संवाद, तर्क र उपमाहरू एकदमै घटलाग्दा थिए। यी पात्रहरूको शब्दको बाढी, मन छुने वाक्यहरू, भाषाको सजावट, आहा, को मान्छे चाहिँ यस्तो अद्भुत अभिनयमा मोहित नहोला र। दर्शकहरूको भिड पनि राम्रो थियो। उनीहरू बेला बेला लाजलाई पनि लज्जित पार्ने इसाराहरू गर्थे, अश्लील शब्दहरू बोल्थे। त्यस्ता गतिविधि कसैका लागि लज्जाको विषय हुन्थ्यो भने कसैको लागि मनोरञ्जनको कुरा। धाई पनि के रहेछ एकछिन हेरौँ भनेर उभिएकी थिइन्। तर नाटक यति रमाइलो थियो कि उनलाई समयको ख्यालै भएन। अचानक उनको कानमा 9 बजेको घन्टीको आवाज पर्छ। ओहो, निकै ढिला पो भएछ भन्दै उनी हतार घरतिर लागिन्। घरमा सुखदा रिसले आगो भएर बसिरहेकी थिइन्। धाई घरभित्र पस्न लागेको देख्ने बित्तिकै उनले रुखो स्वरमा बोलिन्, मैले त बजारमै हराइसकिस् कि भन्ने सोचेकी थिएँ, फर्केर आइस्? धाईले विनम्र भएर भनिन्, एउटी चिने जानेकी धाई भेट भएकी थिए, एकछिन कुरा गर्न थालेको ढिला भएछ। सुखदा झन् चिडिँदै बोलिन्, यहाँ कार्यालय जान ढिला भइसकेको छ। उसलाई भने घुमफिरको चटारो। सुखदाको तातो रिस देखेर धाईले यस्तो बेला झुक्नु नै ठिक ठानिन्।
उनी बच्चालाई काखमा लिन भनी गइन्। तर सुखदाले झर्किँदै भनिन्, छोडिदे, तँ बिना पनि त मरिहाल्ने त होइन नि। भाइले यो आदेश मान्नु उचित ठानिनन्। सुखदाको क्रोध शान्त पार्न उनीसँग अब यही एउटा साधन त बाँकी थियो। उनले इसाराले रुद्रमणिलाई बोलाइन्। बच्चा पनि दुवै हात फैलाएर लडखडाउँदै उनीतिर आयो। धाईले उसलाई काखमा उठाइन् र मूल ढोकातिर लागिन्। तर त्यति नै बेला सुखदा बाज झैँ धाईमाथि झम्टिएर बच्चा खोज्दै कठोर स्वरमा बोलिन्, तेरो यो चलाखी म धेरै दिनदेखि देखिरहेको छु। यस्तो तमासा अरू ठाउँमा नै देखाउनु। अब योभन्दा धेरै त म सहनै सक्दिनँ। रुद्रमणि भनेपछि धाईले प्राण दिन्थ्यो। उनलाई आफ्नो रुद्रमणि प्रतिको प्रेम भाव सुखदाले पक्कै बुझेकी छन् जस्तो लाग्थ्यो। त्यसैले उनलाई सुखदाले जतिसुकै कटु वचन लगाए पनि आफूलाई निकाल्छिन् जस्तो लागेको थिएन। तर आजको यो कठोर वचन र आफ्नो काखबाट बच्चा खोसेर देखाएको यस्तो निर्दयी व्यवहारले उनको मन भत्काइदियो। धाई रोदन मिश्रित आवाजमा बोलिन्, मालिकनी, मैले के ठुलो अपराध गरेँ? मुस्किलले 15 मिनेट त ढिलो भएको थियो। त्यति गल्तीमाथि पनि तपाईँ किन यति धेरै रिस देखाउनुहुन्छ? बरु सिधै अरू काम खोज, यहाँ नआइज भन्नुहोस् न। जन्म दिएपछि भगवानले खाने बाटो पनि दिन्छन्। तपाईँले कामबाट निकाल्दैमा म भोक भोकै मर्ने पनि त होइन। पाखुरी चलाउनेलाई कामको कमी छैन। सुखदा झन कठोर आवाजमा बोलिन्, हामीलाई पनि तेरो केही खाँचो छैन। त जस्ता धाईहरू त गल्ली गल्ली काम खोज्दै आउँछन्। धाईले शान्त तर कापिरहेको स्वरमा भनिन्, ठिकै छ नि त त्यसो भए। भगवान तपाईँलाई सधैँ कुशल राखुन्। तपाईँ 101 धाई भेटाइहाल्नुहुन्छ। मेरो आजसम्मको गल्तीलाई माफ गरिदिनु होला। अब म गइहाल्छु। सुखदाले भनिन्, मालिकसँग हिसाब मिलाएर भर्खरै निस्किहाल। धाईले भनिन्, त्यो पैसाको मेरो तर्फबाट रुद्र बाबुलाई मिठाई किनिदिनु होला। ठिक त्यति नै बेला इन्द्रमणि पनि बाहिरबाट घर आएर सोधे, के भयो? धाईले भनिन्, केही होइन। मालिकनीले मन भरिने गरी जवाफ दिनुभयो। अब म घर फर्किन्छु। इन्द्रमणि घरायसी झमेलामा नाङ्गो खुट्टा भएको मान्छे काँडाबाट बचे जस्तै बस्न खोज्थे। बरु उनी दिनभरि एकै ठाउँ उभिएर बस्न तयार हुन्थे, तर खाली खुट्टा काँडा घारीमा पस्न डराउँथे। घरको त्यस्तो तातो माहौल देखेर उनले खिन्न हुँदै सोधे, खास कुरा के हो? सुखदाले चिसो स्वरमा भने, केही होइन, आफ्नो इच्छाको कुरा हो। निकाल्दिन मन लाग्यो निकालिदिए। इन्द्रमणि झर्किँदै बोले, तिमी एकछिन पनि खाली बस्न सक्दिनौ है? केही न केही झगडाको बिउ त खोज्नै पर्ने। सुखदाले चिडिँदै बोलिन्, हो, मलाई त कचकच गरिरहने रोगै लागेको छ। के गरौँ त, मेरो बेहोरा नै गदिलो छैन। तपाईँलाई त्यो त्यति साह्रो मन परेकी छ भने झपक्कै अँगालो हालेर राखे हुन्छ नि। मलाई त त्यस्ता मान्छेको कुनै आवश्यकता छैन। घरबाट निस्किँदा धाईको आँखा रसाइरहेको थियो। उनको मन रुद्रमणिका लागि तडपिरहेको थियो। उनलाई जाँदा जाँदै एकचोटि रुद्रमणिलाई काखमा लिएर चुम्बन गरौँ, एकछिन भए पनि अँगालो हालेर राखौँ जस्तो भइरह्यो। तर यो चाहनालाई उनी आफ्नो मनमै बोकेर घरबाट बाहिर निस्किन्। रुद्रमणि धाईको पछि पछि ढोकासम्मै आयो। धाईले बाहिरबाट ढोका बन्द गरिदिइन्। रुद्रमणि रुँदै पल्टिँदै अन्ना अन्ना भन्दै भुइँमा लडीबिडी गर्न थाले। सुखदाले उसलाई फकाउने अनेक उपाय गरिन्। काखमा लिन खोजिन्, मनाउने कोसिस गरिन्, मिठाईको लालच देखाइन्, मेला देखाउन लैजाने बाचा गरिन्। प्रेम र लालचले नलाएपछि पुलिस बोलाइदिने, बाँदर बोलाइदिने भन्दै तर्साउन पनि खोजिन्। तर बच्चाको रौद्र रूप झन् गहिरिँदै गयो। कुनै कुराले पनि काम गरेन। अन्त्यमा सुखदा रिसाइन् र बच्चालाई भुइँमै छोडेर घरको अरू काममा लागिन्। रुँदा रुँदै रुद्रमणिको गाला रातो भयो। आँखाहरू सुन्निए।
अन्ततः ऊ रुँदा रुँदै थाकेर त्यही भुइँमै सुक्क सुक्क गर्दै निदायो। सुखदाले सोचेकी थिइन्, रुँदा रुँदै थाकेपछि ऊ आफै चुप लाग्छ। तर रुद्रमणिले बिउजिना साथ फेरि एउटै रट लगाउन थाल्यो, अन्ना अन्ना। 3 बजे इन्द्रमणि कार्यालयबाट फर्केर आएर बच्चाको त्यस्तो अवस्था देखेर खिन्न नजरले पत्नीलाई हेरेर रुद्रलाई काखमा लिएर पकाउन थाले। अन्ततः उनले बच्चालाई विश्वास दिलाए, अन्ना त मिठाई किन्न गएकी हो नि, एकछिनमा फर्किहाल्छ नि। बाबुको कुरा पत्याएर रुद्रमणि केही क्षण शान्त भयो। तर साँझ परेपछि ऊ फेरि दिउँसो जस्तै चिच्याउँदै रुन थाल्यो, अन्ना छिटो मिठाई ल्याऊ। त्यसै गरी 2-3 दिन बिते। रुद्रले अब रोइ कराई बाहेक केही गर्दैनथ्यो। उसले पहिले काखबाट कहिल्यै नओराल्ने त्यो कुकुर, पिँढीमा ध्यान गरेर बस्ने त्यो बिरालो, जसलाई देख्दा ऊ खुसीले बिल्ली बिल्ली भन्दै उफ्रिन्थ्यो, उसको भाँडाकुटी खेल्ने त्यो सानो चरा, यो 3 दिन उसलाई ती कुनै कुराले पनि भुलाउन सकेनन्। उसले उसका यी कुनै पनि खेलौनालाई हेर्दा समेत हेरेन। धाईले उसलाई काखमा च्याप्थिन्, थपथपाएर सुताउँथिन्, गीत गाएर उसलाई खुसी गराउँथिन्, मिठाई ल्याएर खुवाउँथिन्। उनको यस्ता जिउँदो स्नेहको कमीलाई ती निर्जीव खेलौनाहरूले कहिल्यै पुरा गर्न सकेनन्। त्यो प्रेमको कमी न त खेलौनाले भर्यो न त मिठाईले नै। ऊ सपनामै अन्ना अन्ना भन्दै बरबराउँथ्यो, हातको इसाराले उनलाई बोलाउँथ्यो। धाई बस्ने कोठामा ऊ घन्टौँसम्म एक्लै बसिरहन्थ्यो। उसलाई लाग्थ्यो, अन्ना यहीँ बस्छे, एकछिनपछि त ऊ आइहाल्यो नि। कसैले धाई बस्ने कोठाको ढोका खोल्न साथ ऊ अन्ना अन्ना भन्दै दौडिँदै ढोकातिर जान्थ्यो। बिस्तारै उसको हलक्क परेको पुक्क शरीर मुर्झाउँदै जान थाल्यो। गुलाबको फूल जस्तो रातो अनुहार ओइलाएर पहेँलो हुँदै गयो। बाबुआमा उसको मोहनी मुस्कान हेर्नका लागि तडपिन थाले। कहिलेकाहीँ उसलाई जिस्काउँदै काउकुती लगाइदिँदा पनि उसको हाँसो एकदम फिक्का लाग्थ्यो, मानव ऊ मनबाट होइन कसैको मन राखिदिन मात्र हाँसिरहेको छ। उसलाई अचेल दुध, मिश्री, फलफुल, मिठाई कुनै कुरामा पनि रुचि थिएन। अन्नाले प्रेमले आफ्नो हातले खुवाउँदासम्म पो यी चिजहरू मिठा थिए त। अब यिनमा के मजा। 2 वर्षको कलकलाउँदो बिरुवा अचेल मुर्झाउँदै गएको थियो। त्यो बच्चा जसलाई उचाल्दा पहिले नरम, न्यानो र गरुङ्गो लाग्थ्यो, अचेल ऊ खक्रक्क हलुङ्गो भएको थियो। बच्चाको यस्तो अवस्था भएको र दिन प्रतिदिन झन्झन मुर्झाउँदै गएको देखेर सुखदाले हरेक पल आफ्नो गल्ती महसुस गर्न थालिन् अनि धाईप्रतिको आफ्नो व्यवहार सम्झेर पछुताउन थालिन्। इन्द्रमणि शान्त स्वभावका मानिस थिए, एकान्तवास गर्न रुचाउँथे। तर अचेल बच्चाको अवस्था देखेर उनी छोरालाई दिनरात काखमा राख्न थाले। दिनदिनै नयाँ खेलौना ल्याउँथे, हावामा घुमाउन लैजान्थे। तर त्यो मुर्झाएको बिरुवामा हरियाली छाएन। रुद्रका लागि धाई सूर्य समान थिइन्। उनको न्यानो र उज्यालो बिना उसको मन र शरीरमा हरियाली कसरी छाउँथ्यो र। धाई गएको तेस्रो दिनमै उनीहरूले अर्को नयाँ दाई राखिसकेका थिए। तर रुद्रले उनको अनुहार देख्ने बित्तिकै कुनै भयानक छाया देखे जस्तो रुँदै भुइँमा पल्टिन्थ्यो। धाईलाई प्रत्यक्ष देख्न नपाएको रुद्रले अचेल कल्पनामा उनैलाई देख्न थाले। उसको कल्पनामा धाई यताउता गरिरहन्थिन्। ऊ अचेल हरेक चिजमा अन्ना देख्थ्यो। उनैको काख, उनैको स्नेह, उनैको गीत, उनैका मिठा मिठा कुराहरू, उनैले खुवाउने मिठाईहरू, त्यही मिठो बास्ना, त्यही सुन्दर संसार, त्यही आनन्दमय जीवन। रुद्रमणि अचेल एक्लै बसेर कल्पनामा अन्नासँग कुरा गर्थ्यो। अन्ना हेर त कुकुर भुक्यो, अन्ना गाईले दुध दियो, अन्ना सेतो घोडा दौडियो। उसले आफ्नो ओछ्यानमा तकिया राखेर त्यसमा ओढ्ने उडाइदिँदै भन्थ्यो, अब अन्ना सुत्छिन्। सुखदाले उसलाई खाना खुवाउन थाल्दा ऊ खानाको कटौरा बोकेर धाईको कोठामा गएर भन्थ्यो, अन्ना अब खाना खाने। अन्ना अब उसको लागि कहिल्यै फर्केर नआउने स्वर्गको वस्तु थिइन्। बिस्तारै रुद्रको स्वभावबाट बालकपनको सजीवता र चञ्चलता मरेर निराशाजनक धैर्यता र आनन्दविहीन शिथिलता देखिन थाल्यो।
यसै गरी 3 हप्ता बित्यो। बर्सातको मौसम थियो। कहिले चर्को गर्मी हुन्थ्यो त कहिले चिसो हावा चल्थ्यो। यस्तो मौसममा खोकी र ज्वरोको सङ्क्रमण चाँडै हुन्थ्यो। सुखदाले उसलाई न्यानो कपडा लगाइदिन्थिन्। पानी छुन दिँदैनथिन्। खाली खुट्टा एक पाइला पनि हिँड्न दिँदैनथिन्। तर यो सब गर्दा गर्दै पनि रुद्रमणिलाई चिसोले समात्यो। उसको कमजोर शरीरले मौसमको यो बदलावलाई सहन सकेन। उसलाई खोकीले समात्यो र ज्वरो पनि आयो। बिहानको समय थियो। रुद्र चारपाईमा आँखा बन्द गरेर पल्टिरहेको थियो। डाक्टरहरूको उपचार पनि निष्फल भयो। सुखदा चारपाईमा बसेर उसको छातीमा तेलले मालिस गरिरहेकी थिइन्। इन्द्रमणि विषादको मूर्ति बनेर आफ्नो करुणामयी आँखाले छोरालाई हेरिरहेका थिए। आजकाल उनी सुखदासँग निकै कम बोल्थे। सुखदाप्रति उनको मनमा एक किसिमको घृणा उत्पन्न भएको थियो। उनले रुद्रमणिको बिमारीको एकमात्र कारण सुखदालाई नै ठानेका थिए। उनको नजरमा सुखदा निकै नीच स्वभावकी महिला थिइन्। सुखदाले डराउँदै भनिन्, आज ठुलो डाक्टरलाई बोलाऊ न, उनको औषधिले केही विषेक हुन्छ कि? इन्द्रमणिले आकाशको कालो बादलतिर हेर्दै रुखो स्वरमा जवाफ दिए, ठुलो डाक्टर होइन, देवताका वैद्य धन्वन्तरी नै आए पनि अब यसलाई निको पार्न सक्दैनन्। सुखदाले भनिन्, त्यसो भए अब कुनै औषधि छैन त? इन्द्रमणिले भने, यो बच्चाको अब एउटै औषधि छ, तर त्यो अति दुर्लभ छ। सुखदाले भनिन्, तपाईलाई त खोइ किन कुन्नी त्यही एउटै धुन सवार छ, के त्यो बुढी आएर अब अमृत खुवाइदिन्छ? इन्द्रमणिले भने, तिम्रो लागि त्यो विष जस्तो किन नहोस्, तर बच्चाका लागि त्यो अमृत नै हो। सुखदाले भनिन्, अह, म त मान्दिनँ, के ईश्वरको इच्छा पनि उसको अधीनमा हुन्छ र? इन्द्रमणिले भने, यदि तिमीले यो कुरा अझै पनि बुझ्न सकिनौ भने हामीले बच्चालाई गुमाउन पनि सक्छौँ। सुखदाले भनिन्, चुप लाग्नुहोस्, यस्तो अलक्षिण शब्द कसरी मुखबाट निकाल्न सकेको होला? यहाँ बसेर यस्तो घोचपेच गर्नुभन्दा बरु बाहिर जानुहोस्। इन्द्रमणिले भने, ठिकै छ, म बाहिरै जान्छु, तर एउटा कुरा याद गर, यो हत्याको दोष तिमीले नै बोकेर हिँड्नुपर्छ। यदि हाम्रो छोरोलाई निको भएको देख्न चाहन्छौ भने छिट्टै दाइ कहाँ जाऊ, उसँग बिन्ती गर, प्रार्थना गर, क्षमा माग। तिम्रो बच्चाको जीवन उसकै दयामा अडिएको छ। सुखदा केही बोलिनन्। उनको आँखाबाट आँसु झरिरहेका थिए। इन्द्रमणिले सोधे, के विचार गर्यौ? म गएर उसलाई बोलाएर ल्याऊ? सुखदाले भनिन्, हजुर किन जाने, म आफै जान्छु। इन्द्रमणिले भने, भयो, मलाई माफ गरिदेऊ, मलाई अब तिमीमाथि कुनै भरोसा छैन। थाहा छैन तिम्रो मुखबाट कस्ता कुरा निस्कन्छन्, अनि आउने मान्छे पनि नआउने। सुखदाले एकपल्ट टिटलाग्दो नजरले पतितिर हेरिन् र भनिन्, हो, मेरो मनले पनि बारम्बार यही सोचिरहेको थियो, तर मैले लाजले हजुरलाई केही भन्न सकेकी थिइनँ। मलाई उसको घरको ठेगाना थाहा भएको भए म पहिले नै गएर उसलाई फकाएर ल्याइसक्थेँ। ऊ मसँग जतिसुकै रिसाए पनि रुद्रलाई उसले माया गर्थे। म आजै उसको घर जान्छु। तपाईँले बिन्ती मात्र गर भन्नुभयो, तर म त उसको खुट्टै ढोग्न परे पनि तयार छु। म उसका खुट्टालाई मेरा आँसुले पखालेरै भए पनि उसलाई राजी गराएर ल्याउँछु। सुखदाले धेरै धैर्यताका साथ यी शब्दहरू बोलिन्, तर उनले आफ्ना आँसु रोक्न सकिनन्। इन्द्रमणिले पत्नीतिर सहानुभूतिपूर्वक हेरेर लज्जित स्वरमा भने, म तिमीलाई उसको घर जानु उचित ठान्दिनँ, बरु म आफै गएर ल्याउँछु। कैलाशी यो संसारमा एक्लै थिए। कुनै समय उसको घर परिवार पनि गुलाबको फूल जस्तै फुलेको थियो, तर बिस्तारै ती सबै पत्रहरू एक एक गरेर झर्दै गए। अब उसको जीवनको सबै हरियाली सुकिसकेको थियो, अनि त्यो विशाल रुखको चिन्ह स्वरूप केवल एउटा सुकेको हाँगा मात्र बाँकी थियो, कैलाशीको जीवन। तर रुद्रलाई पाएपछि त्यो सुकेको हाँगामा फेरि जीवन सञ्चारित भएको महसुस भएको थियो। त्यो बुढो हाँगामा हरिया पातहरू निस्कन थालेका थिए। उसको निरस र रुखो जीवन त्यसपछि अचानक मधुर र अर्थपूर्ण भएको थियो। अँध्यारो जङ्गलमा भड्किएको यात्रुले टाढाबाट उज्यालो पाए जस्तै उसको जीवन अब सार्थक भएको महसुस भएको थियो। कैलाशी रुद्रका निश्चल कुराकानीमा आफ्नो सम्पूर्ण प्रेम अर्पण गर्थे।
तर उसले आफ्नो प्रेम सुखदाको नजरबाट लुकाउँथ्यो ताकि उनको मनमा आरिस नपलाओस्। ऊ लुकी लुकी मिठाई ल्याएर रुद्रलाई खुवाउँथ्यो। बच्चा हृष्टपुष्ट होस् भनेर उसले दिनमा 2-3 पटक उसको शरीरमा उबाटन लगाइदिन्थ्यो। कसैको नजर नलागोस् भनेर अरूका सामु केही पनि खुवाउँदिनथे। ऊ सबैसँग बच्चाको खानपानको बारेमा कुरा गरिरहन्थ्यो। बच्चा सबै खाले खतराबाट मुक्त होस् भनेर बुटीहरू बाँधिदिन्थ्यो। रुद्रप्रति उसको प्रेम विशुद्ध थियो। यसमा कुनै स्वार्थको गन्ध थिएन। जसरी नाटक घरमा एकाएक सबै बत्तीहरू निप्दा दर्शकहरू अँध्यारोमा अल्मलिन्छन्, सुखदाको कटु वचनले त्यो घरबाट निस्किएपछि कैलाशीको हालत त्यस्तै भयो। उसको आँखामा रुद्रकै अनुहार नाचिरहन्थ्यो। कानमा रुद्रका मधुर बोलीहरू गुन्जिरहन्थे। उसलाई आफ्नो घर कारागार जस्तै लाग्न थाल्यो। पुरै रात एक झिमिक नलगाई बित्थ्यो। बिहान उठेर झाडु लगाउँदै गर्दा बाहिर ताजा हलुवा बेच्ने मानिसको आवाज सुनियो। ऊ छिट्टै बाहिर निस्की। तर बाहिर निस्कन साथ उसलाई अब आफू रुद्रमणिलाई भेट्न जान नपाउने कुराको सम्झना भयो। अब यो हलुवा कसले नै पो खान्छ र? अब को नै पो मेरो काखमा बसेर तोते बोली बोल्छ र? रुद्रले हलुवा कति मिठो मानेर खान्थ्यो। हलुवा खाँदा उसका आँखा ओठ लगायत शरीरका एक एक अङ्गले खुसीको गीत गाए जस्तो भान हुन्थ्यो। कैलाशीको मुटु पोल्यो। जे जस्तो भए पनि रुद्रले हेर्न जान्छु भनेर घरबाट हिँडी। तर बीच बाटोमा पुगेपछि सुखदाका कटु वचन सम्झिएर अघि बढ्ने आँट आएन। रुद्र कैलाशीको हृदयबाट एकछिन पनि टाढा भएन। उनी सुतेको बेलामा पनि तन्द्राले झसङ्ग हुन्थिन्। रुद्र लट्ठीको घोडा बनाएर त्यसलाई लतार्दै आफूतिर आइरहे जस्तो मान्थिन्। तर त्यो त तन्द्रा न थियो। कसरी आओस् रुद्र? छिमेकमा कसैसँग कुरा गर्दा पनि उनी रुद्रकै बखान गर्थिन्। रुद्र उनको मन मस्तिष्कमा बसिसकेको थियो। ऊ उनको दैनिकी बनिसकेको थियो। उनलाई रुद्रको बानी परिसकेको थियो। रुद्रलाई सम्झिरहँदा उनी सुखदाको कुव्यवहारलाई पनि बिर्सन्थिन्। त्यसपछिका हरेक दिन उनी आज रुद्रलाई भेट्न जान्छु भनी सोच्थिन्। बजारबाट मिठाई र खेलौना किनेर ल्याउँथिन् अनि घरबाट निस्किन्थिन् पनि। तर केही पर पुगेपछि उनका पाइलाहरू फेरि घरतिरै फर्कन्थे। उनको मन कुणिन्थ्यो। अब कुन मुख लिएर जाउँ? जसले प्रेमलाई धूर्तता सम्झिन्छ उसलाई मेरो अनुहार किन देखाउने? तर कहिलेकाहीँ भने उनलाई डर लाग्थ्यो। बच्चाको प्रेमको के ठेगान हुन्छ र? कतै रुद्रले मलाई चिनेन भने? आजसम्म त नयाँ दाइसँग घुलमिल पनि भइसक्यो होला। यस्तो सोचले उनका पैतला जन्जिरले चाहिँ बाँधिदिन्थे। यसै गरी अनेक तर्कना गर्दा गर्दै 2 हप्ता बिते। कैलाशीको मन निकै उदास थियो। न खानाको चासो थियो न त लाउन केही। घरमा सामानहरू यत्र तत्र छरिएका थिए। तिनलाई थन्क्याउने जाँगर पनि थिएन। उनी दिनरात मनमा केवल रुद्रको कल्पना गर्दै टोलाइरहन्थिन्। कतै लामो यात्रामा निस्कन पाए पनि हुन्थ्यो जस्तो लागिरहेको थियो। यसैबीच बद्रीनाथ यात्राको समय आयो। गाउँका मानिसहरू तीर्थयात्राको तयारी गर्न थाले। अहिले कैलाशीको मन कुनै पिञ्जडाबाट निस्केर फेरि कतै बास खोजिरहेको चरीको जस्तै भएको थियो। उनलाई लाग्यो, अब यो मनलाई टाढा लैजान्छु र सबै कुरा बिर्सिदिन्छु। कैलाशीले यात्राको तयारी गर्न थालिन्। आकाश कालो बादलले ढाकिएको थियो। सिमसिम पानी परिरहेको थियो। दहेली स्टेसनमा मानिसहरूको भिड थियो। कोही गाडीमा बसिसकेका थिए भने कोही परिवारका सदस्यहरूसँग बिदा मागिरहेका थिए। चारैतिर हलचल मच्चिरहेको थियो। सबै तीर्थयात्रीहरू अझै पनि सांसारिक मोहको बन्धनमै बाँधिरहेका थिए। कसैले आफ्नी पत्नीलाई सम्झाइरहेका थिए। धान काटेपछि धापवाला खेतमा मटर लगाउनु, बगैँचाको छेउको खेतमा गहुँ छरिदिनु। कसैले छोरालाई सम्झाइरहेका थिए। आसामीबाट समयमै पैसा उठाउनु अनि 100 कडा 2 को दरले ब्याज पनि काट्नु। एउटा बुढो व्यापारी आफ्नो लेखापाललाई भनिरहेको थियो, माल आउन ढिला भयो भने आफै जानु र राम्रो माल छानेर ल्याउनु, होइन भने पैसा फस्छ। तर यो भिडमा कोही श्रद्धालु यात्रीहरू पनि थिए जो एकदमै शान्त र आध्यात्मिक देखिन्थे। उनीहरूमध्ये कसैले चुपचाप आकाशतिर हेरिरहेका थिए त कसैले ध्यानमग्न भएर माला जपिरहेका थिए।
कैलाशी गाडीभित्र बसेर यो सबै कुराहरू हेर्दै मनमा नै सोचिरहेकी थिइन्। यी सबै मानिसहरूलाई अझै पनि सांसारिक लोभले छोडेको छैन। त्यही व्यापार, त्यही लेनदेन। ओहो, अहिले रुद्र पनि यहाँ आएको भए मलाई देखेर कति रुन्थ्यो होला। मेरो काख छोड्दै छोड्दैनथ्यो होला। तीर्थयात्राबाट फर्केपछि एकपल्ट उसलाई भेट्न जान्छु। हे प्रभु, यो गाडी पनि कति बेला चल्ने रहेछ। गर्मीले मर्न लागियो। आकाशभरि गुम्म बादल लागेको छ, तर ठुलो पानी पर्ने कुनै छाँटकाट थिएन। यो रेल चल्न पनि किन यति ढिला गरिरहेको होला। एकाएक उनले साइकलमा हतारिँदै आउँदै गरेका इन्द्रमणिलाई देखिन्। उनको अनुहार फुङ्ग उडेको थियो, कपडा पसिनाले रुजेका थिए। उनी स्टेसन आएर डिब्बामा हेर्न थाले। कैलाशीले म पनि तीर्थयात्रामा जाँदैछु है भनेर देखाउनकै लागि भए पनि गाडीबाट बाहिर निस्किन्। इन्द्रमणिले उनलाई देख्ने बित्तिकै हडबडाउँदै नजिक आएर भने, कैलाशी, तिमी पनि तीर्थयात्रामा जान लाग्यो कि? कैलाशीले थोरै गर्व र थोरै पीडा महसुस गर्दै भनिन्, हो हजुर, यहाँ के गरेर बसौँ? जीवनको भर छैन, कतिखेर मरेर जाने हो। माथि भगवानलाई मुख देखाउन लायक केही त गर्नै पर्यो नि। अनि रुद्रबाबु सन्चै छन्? इन्द्रमणि निरस स्वरमा बोले, अब तिमी तीर्थ हिँडेकी मान्छे, उसको हालखबर भनेर के गर्नु? उसलाई आशीर्वाद दिइरहनु है। कैलाशीको मुटु जोडले ढकढक गर्न थाल्यो। के भएर रुद्रबाबुलाई, सन्चो छैन? इन्द्रमणि थकित स्वरमा बोले, ऊ त तिमी त्यहाँबाट निस्केको दिनदेखि नै बिरामी छ। पछिल्लो 1 हप्तादेखि खोकी र ज्वरोले गालेको छ। धेरै औषधि गरियो, तर औषधिले केही काम गरेन। तिमीलाई देखेर के हौसला आउँछ कि भनेर तिमीसँग अनुनय विनय गरेर हात जोडेर घर लैजाउँ भनेर आएको, तर तिम्रो घर पुग्दा तिमी तीर्थयात्रामा जाँदैछौ भन्ने थाहा पाएँ। अब तिमीलाई कुन मुखले फर्क्यौ भनौँ? तिमीमाथि भएको अन्याय सम्झिँदा मलाई फर्क्यौ भन्ने आँट पनि आएको छैन। फेरि पुण्य कर्ममा बाधा पुर्याउनु पनि राम्रो कुरा त होइन नि। जाऊ, ईश्वर नै मालिक हुन्। आयु बाँकी रहेछ भने बाँच्ला, होइन भने ईश्वरको इच्छाको अगाडि कसको के नै लाग्छ र? यस्तो कुरा सुनेर कैलाशीको आँखामा अन्धकार छायो। आफ्नो आँखा अगाडिका सबै चिजबिजहरू पानीमा तैरिरहे जस्तो महसुस भयो। भावी अनिष्टको आशंकाले हृदय काप्यो। उनको हृदयबाट आवाज निस्कियो, हे ईश्वर, रुद्रबाबुलाई केही नहोस्। प्रेमले उनको मुटु ढुक्क फुल्यो। उनले मनमा नै सोचिन्, म कति कठोर मानिस रहेछु। बिचरा रुद्र रुँदै गलेर बिरामी भएछ, तर म भने एकपल्ट पनि हेर्न गएन। सुखदाले जस्तो व्यवहार गरे पनि रुद्रले मलाई के नै गरेको थियो र? मैले किन आमाको बदला छोरासँग लिएँ? हे ईश्वर, मेरो अपराध माफ गरिदेऊ। रुद्र मलाई भेट्नका लागि कति तडपिरहेको छ। उनको कलेजो काप्यो, गहभरि आँसु भरियो। मलाई के थाहा उसले मलाई यति बित्न माया गर्छ। बिचरा, उसलाई के दशा आइलाग्यो। यस्तै यस्तै कुरा सोचेर उनलाई निकै डर लाग्यो र उनले इन्द्रमणिलाई सोधिन्, दुध त खान्छ नि? इन्द्रमणिले भने, तिमी दुधको कुरा गर्छौ। उसले 2 दिनदेखि आँखा पनि खोलेको छैन। कैलाशीले दिगदारी पोख्दै भनिन्, हे भगवान, कुल्ली, कुल्ली, बाबु, यहाँ आएर गाडीबाट मेरो सामान उतारिदेऊ न। अब म तीर्थ जान्न। बाबुजी, एउटा एक्का खोजेर ल्याउनुहोस् न। घोडाले एक्का तान्दै ल्यायो। कैलाशी आफ्ना सामान राखेर आफू पनि एक्कामा चढिन्। घोडाले बिस्तारै एक्का तान्न थाल्यो। कैलाशीको मन निकै अस्थिर थियो। उनले एक्कावालालाई भन्थिन्, अलि कुदाउ न, बरु 2-4 रुपियाँ धेरै दिउँला। बाटोमा यात्रुहरूको भिड देखेर उनलाई रिस उठ्थ्यो। जति जति इन्द्रमणिको घर नजिकिँदै थियो, कैलाशीको हृदयको धड्कन पनि बढ्दै थियो। मनमा नै रुद्रका लागि शुभ आशीर्वादहरू निस्कँदै थिए। भगवानले सबै मङ्गल गरून् भनिरहेकी थिइन्। एक्का इन्द्रमणिको घरको गल्लीतिर बढियो। अकस्मात कैलाशीको कानमा कोही रोइरहेको आवाज ठोकियो। उनलाई चक्कर आयो। कलेजो फुलेर मुखमै आयो। नदीमा फाल हालेर मरौँझै भयो। एक्काबाट हाम फालौँ जस्तै भयो। तर नजिकै पुगेपछि थाहा भयो, कुनै नववधुको माइतबाट घर जानलाई बिदाई भइरहेको रहेछ। कैलाशीलाई ठुलो सन्तोष मिल्यो। अन्ततः उनी इन्द्रमणिको घर पुगिन्। कैलाशीले डराउँदै मूल ढोकाको चरबाट भित्र चियाइन्। भित्र एक पुरुषले सुर्ती माडिरहेको थियो। उनलाई ढाडस मिल्यो र घरभित्र पसिन्।
भान्सामा नयाँ धाइले दुखाइ कम गर्ने जडीबुटीको लेप तयार पार्नका लागि पकाइरहेकी थिए। उनको मुटु अलि बलियो भयो। सुखदाको कोठामा पस्दा फेरि उनको मुटु कापिरहेको थियो। सुखदा रुद्रलाई काखमा लिएर एकटकसँग ढोकातिर हेर्दै शोक र करुणाको मूर्ति बनेर टोलाइरहेकी थिइन्। कैलाशीले चुपचाप सुखदाको काखबाट रुद्रलाई उठाएर आफ्नो काखमा राखिन् र सजल नेत्रले उसलाई हेर्दै बोलाइन्, रुद्र बाबु आँखा खोला न। रुद्रले बिस्तारै आँखा खोलेर एकछिनसम्म चुपचाप कैलाशीलाई हेरिरह्यो। अनि एकाएक उनलाई जोरले अँगालो हाल्दै भन्यो, अन्ना आइन् अन्ना आइन्। रुद्रको पहेँलो मुर्झाएको अनुहार पनि निम्न लागेको दियोमा तेल थपे जस्तै उज्यालो देखियो। एक हप्ता बित्यो। प्रातःकालको समय थियो। रुद्र आँगनमा खेलिरहेको थियो। इन्द्रमणि बाहिरबाट आएर रुद्रलाई काखमा राख्दै भने, तिम्रो अन्नालाई पाइए गरेर लखेटिदेऊ। रुद्रले रुन्चे अनुहार लाउँदै भने, नाइ ऐया हुन्छ, रुन्छिन्। कैलाशीले भनिन्, तिमीले मलाई बद्रीनाथ जान दिएनौ, अब मलाई त्यो तीर्थयात्राको पुण्य कसले दिन्छ? इन्द्रमणिले मुस्कुराउँदै भने, तिमीलाई तीर्थयात्रा भन्दा पनि ठुलो पुण्य मिल्छ। तिमीले यहीँ बसी बसी महातीर्थ गरेकी छौ।